ब्याक टु माई पालुन्टा नर्सरी ब्लग। आज म तपाईहरुलाई मेरो ब्लगमा अहिले जाडोको सिजनमा हुने फुलहरु देखाउन गइरहेको छु र अहिले चाहिँ एकदमै चिसो बढेको छ है। घाम पनि लाग्न एकदमै कम लाग्छ र लागिहाल्यो भने पनि 2 बजेतिर लाग्छ र 4 बजे घाम अस्ताउँछ भने चाहिँ दिनमा 24 घण्टामा 2 घण्टा मात्रै घाम लाग्ने यस्तो चिसो बढेको छ। र चिसो बढेसँगै अब चाहिँ यो फुलहरु यसो ओइलाउँछ किनकि यो पिटुनिया भनेको जाडोमा हुने फुल र एकदमै घाम चाहिन्छ। यसलाई चाहिँ यति घाम चाहिन्छ 6-7 घण्टा चाहिँ 7 घण्टा 8 घण्टा घाम चाहिन्छ, तर अहिले भनेको 2 घण्टा घाम लाग्यो र त्यसै कारणले गर्दा यसो पहेँलिन थालेको छ अलिअलि, तर फुल्न चाहिँ बबाल फुलेको छ है। फेरि हेर्नु न खतरा फुलेको छ। यो पिटुनियाको सिजन हो नि त अहिले, र हामीसँग चाहिँ पिटुनिया मात्रै नभएर सम्पूर्ण अहिलेको यो फुलहरु, यो गुलाब हेर्नु त, यो गुलाब ओ माई गड कति राम्रो छ यो गुलाब। हेर्नु हेर्नु त, राति भइसक्यो तर पनि यति राम्रो फुलिरहेको छ। पिटुनियाहरु फुलेको छ, उता सिनेरिया फुलेको छ त्यस्तै है। त्यसपछि यतापट्टि अब डालिया भनेको अबको जाडोको राजा पनि भनिन्छ, डालिया फुल छ यो हाम्रो। त्यसपछि यता सिनेरिया छ, भर्बिना छ, उ त्यो कलरमा फुलेको फुलिरहेको पिटुनियाहरु पनि छ हैन, यस्तो मिक्स कलरमा फुलेको त्योमा। र अबको जाडो महिनामा बबाल फुल्ने भनेको चाहिँ यो हाम्रो यो बगनबेली। बगनबेली चाहिँ हामीसँग मज्जाले फुलेको थियो, फुलेको चाहिँ सकिएको छ र फ्याटोफुट्टो फुलेको चाहिँ अलिअलि रहेको छ भने यतापट्टि भ्याकुते फुल फेरि टडक्क फुलेको छ है। भ्याकुते फुल, उता जलबेरा, यता लालुपाते, अब यता क्रिसमस क्याक्टस, क्यालिन्चो, अब खतरा खतरा फुलहरु फुल्छ किनकि जाडो मौसममा चाहिँ फुलहरुको एकदमै राम्रो मौसम हो र जाडो महिनाभरि नै फुल्ने गरेर चाहिँ हामीसँग विभिन्न कलरको फुलहरु छ है। त्यो तपाईहरुले अब यो फुल चाहिँ सुक्दै गइरहेको छ है। यो भनेको चाहिँ गोदावरी। गोदावरी चाहिँ मङ्सिरबाट फुल्न सुरु गरेको, मङ्सिर र पुस 2 महिना फुलेपछि चाहिँ अब बिस्तारै सुक्दै गइरहेको छ। यता सिनेरिया, भर्बिना, यतापट्टि क्यालिन्चो, यतापट्टि जिरेनियम है। जिरेनियमको चाहिँ फुलेको चाहिँ सकियो, अब फुल्ने बेला भएको चाहिँ छ। अझ यतापट्टि चाहिँ अब यतापट्टि त झन् लालुपाते है। लालुपाते त बबाले फुलिरहेको झन्, यो जाडो महिनामा फुल्ने हो फुल हो पनि। लालुपाते फुलहरु, गजनिया, क्यालेन्डुला, अनि डेन्थस सिंगलवाला, डबलवाला, लिली, सम्पूर्ण फुलहरु चाहिँ हाम्रोमा। र अब चाहिँ लालुपाते मात्रै नभएर यो पेन्जी फुल पनि एकदमै राम्रो फुल्छ है जाडो महिनाभरि। हामीसँग पेन्जी फुल पनि छ। त्यसपछि अर्को हामीसँग गुलाबको विभिन्न प्रकारका हाइब्रिड फुलहरु छन्। क्यालिन्चोको 4 वटा प्रकार छ, स्ट्रबेरी पनि छ, र यो सदाबहार फुल जहिले पनि ढकमक्क भएर फुल्ने यो फुलको नाम हो इन्फेक्सन फुल भनिन्छ है। यो पनि फुलिरहेको छ। इन्फेक्सन फुलहरु तपाईलाई कतिको मनपर्छ भने ठ्याक्क लाएर कमेन्ट गर्नुस् मनपर्छ भनेर। अब डालिया भयो, यो भ्याकुते फुल भयो, त्यसपछि यहाँ पिटुनियाको स्मल साइजमा छ। यतापट्टि चाहिँ भने एकदमै राम्रो, एकदमै झकास तरिकाले टल्किने, घर टल्किने खाले हाम्रो इन्डोर प्लान्टहरु छन् जसमा एन्थेनियम, एग्रोनियम, त्यसपछि जेट प्लान्ट, जिजी प्लान्ट, विभिन्न प्रकारका छन् है। तपाईहरुलाई पनि कुन मनपर्छ, तपाईहरुको घरमा कुन छ कमेन्ट गर्नुहोस्। र चाहिन्छ भने पालुन्टा नर्सरी झ्याप्पा आएर लैजानुहोस् र हामी अल नेपाल डेलिभरी गर्न चाहन्छौँ र गर्छौँ पनि। त्यसपछि यहाँ चाहिँ भ्याकुतेको सानोमा छ, यो चाहिँ स्विट विलियम भन्ने एउटा जात हो, एकदमै राम्रो छ, डबल डेन्थस छ है। त्यसपछि सयपत्री ढकमक्क फुलिरहेको छ। र यता हेर्नुहुन्छ भने सम्पूर्ण फुलहरु चाहिँ हाम्रो यो इन्डोर, तपाईहरुको वास्तुशास्त्र अनुसार हामीसँग 55 वटा इन्डोरको प्लान्टहरु छ जसमा एकदमै ढकमक्क गरेर मिलाएका छन्। पिस लिली, एग्रोनियम, जेट प्लान्ट, त्यसपछि मनी ट्री है, के हो चाइना डलदेखि लिएर स्पाइडर पेन, स्पाइडर, जेट प्लान्ट, क्रोटनको, त्यसपछि अर्को यो के भन्छ यो चाइनिज पाम, चामडोरा, स्नेक, अनि त्यसपछि लकी ब्याम्बो, अनि टेबल कामिनी, त्यसपछि एरिका पाम त झन् 4 वटा प्रकारका छन्। एउटा बिग साइज, स्मल साइज र मिडियम साइज र भर्खरको सानो साइज पनि छ है। र यदि तपाईलाई कुन फुल मनपर्छ साथीहरु है, फुल मात्र नभएर हामीसँग तरकारीको बेर्ना, बिउदेखि लिएर गएर हामीसँग चाहिँ अब मल, कोकोपिट, गमला, ग्रो ब्यागदेखि लिएर सम्पूर्ण फुलहरुको आइटमदेखि लिएर फलफुलको बिरुवाहरुमा काजु, ल्वाङ, बदाम, त्यसपछि आँप, लिची, सुन्तला, एपोगाडो, बाह्रमासे, म्याङ्गो, बेलाउतीदेखि लिएर सम्पूर्ण भेराइटीहरु हाम्रो पालुन्टा नर्सरीमा पाउँछ। आएर लैजानु होला। ल
आज भन्दै यो आजको मेरो मिनी ब्लग यहीँ अन्त्य गर्छु। अर्को ब्लगमा भेटौँला। टक्क लगाएर मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला भन्दै शुभरात भन्दै आजको यो मिनी ब्लग यहीँ अन्त्य गर्छु। जाडो एकदमै बढेको छ, घाम लागेको छैन, सुरक्षित रहनु होला भन्दै बाई बाई।